नमस्कार, म अभिनय कुशवाहा, बाई प्रोफेसन द चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट र हालमा द फ्रेड होल्स फाउन्डेसन इन्टरनेसनल डेभलपमेन्ट अर्गनाइजेसनमा हेड अफ कन्ट्री फाइनेन्स एन्ड अपरेसन्सबाट कार्यरत छु। टियागो इभी गत वर्ष चैतमा लिएको थिएँ, सो लगभग 15 महिना जति भयो मैले लिएको। तर लिएको केही महिनामै पोहोरको बाढीमा मेरो गाडी डुबेको थियो। त्यतिखेर लगभग गाडी आधी नै डुबिसकेको थियो, गाडीभित्र पनि पानी थियो। अब के गर्ने कसो गर्ने अब ठ्याक्क थाहा भएन। टाटा गाडी किन्दाखेरि नै सर्भिस टोल फ्री नम्बर दिनुभएको थियो। त्यहाँको हाम्रो पर्सनले इन्जिनियरसँग कनेक्ट गराइदिनु भयो मोबाइलमै, अनि उहाँले गाइडेन्स दिनुभयो सेफ नै छ गाडी यति पानी हुन्जेलसम्म, सो हजुरले त्यहाँबाट गाडी झिकेर कुनै उकालो ठाउँमा राख्न सक्नुहुन्छ। सो उहाँकै एडभाइस अनुसार गाडीभित्र पानी हुँदाहुँदै पनि मैले उकालो ठाउँमा राखेँ। त्यसपछि उहाँले भन्नुभयो गाडी त्यही राखिदिनु, हाम्रो कोही रिप्रेजेन्टेटिभ आउँछ सर्भिस सेन्टर लगिदिनुहुन्छ भनेर। बट मैले आफै चलाएर हाम्रो बागडलको सर्भिस सेन्टरमा गाडीलाई लगेँ। मेरो गाडी जस्तो थियो नयाँमा त्यस्तै कन्डिसनमा फर्काइदिनु भयो र क्यासलेस इन्सुरेन्स भएको कारणले मैले एक रुपियाँ पनि तिर्नु परेन, इन्सुरेन्स अफिस पनि जानु परेन। हाम्रो टाटाकै सरहरूले सहयोग गरिदिनु भएको थियो। हाम्रो बाढीपछि पनि लगभग 1 वर्ष जति भयो मैले चलाएको र मैले एकदम कम्फर्टेबल छु, केही कुरामा पनि इस्यु छैन अहिलेसम्म। सो यो सबै सपोर्टको लागि र आफ्टर सेल सर्भिसको लागि चाहिँ मैले यो टाटा मोटर्सलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। Tata.tv